तपाईको शरीरमा फोहोर लाग्छ नि, तपाईको शरीरमा लागेको फोहोर चाहिँ नि सफा पार्ने शक्ति तपाईसँग भएको थियो भने नि तपाईँ कहिले पनि नुहाउनु पर्दैन थियो। तर तपाईको शरीरमा लागेको फोहोरलाई सफा पार्ने शक्ति चाहिँ नि पानीमा छ र साबुनमा छ। त्यसरी नै तपाईको जीवनमा भएको पापलाई, चाहे सानो पाप होस् चाहे ठुलो पाप होस्, पाप गर्नु भने कहिले तर धेरैपल्ट क्रिस्चियनले पनि पाप गरी पठाउँछ। दुई किसिमको क्रिस्चियन हुन्छ। एउटा क्रिस्चियनले पाप गर्दाखेरि नि पत्रुस जस्तै पश्चाताप गर्छ, अर्कोले चाहिँ नि पछुतो गर्छ। यहुदा इस्करियोत जस्तो पश्चाताप गर्नुहोस्, पछुतो नगर्नुहोस्। पत्रुसले पश्चाताप गर्यो किनकि पत्रुस थियो नि 3 पल्ट इन्कार गरेर पनि नि पत्रुसले यीशुलाई विश्वास गरिबस्यो। यहुदा इस्करियोत जब पाप गर्यो नि उसले नि पछुतो गर्यो। पछुतोमा चाहिँ नि आफ्नो पापको लागि नि आफैले केही गर्न खोजिन्छ। अनि यहुदा इस्करियोत नि गिल्टी भएर झुन्डेर मर्दियो। पछुतोले तपाईलाई मार्छ है, पछुतो नगर्नुहोस्, पश्चाताप गर्नुहोस्। त्यसमा के हो पश्चाताप भनेको? यीशुलाई हेर्नुहोस्। प्रभु मैले गर्नु हुँदैन थियो, प्रभु मैले गरेँ, तर प्रभु म तपाईको क्रुसमा हेर्छु, प्रभु तपाईको त्यो रगतमा हेर्छु, प्रभु जुन रगत अहिले पनि मेरो पापको लागि बगिरहेको छ। हालेलुया।